ल जय मां सरस्वती को नाम लिएर आज म तपाईहरुलाई ट्रिग्नोमेट्री भन्ने चैप्टर जुन छ त्यसको बारेमा बताउन गइरहेको छु। तपाईहरुले ध्यान दिएर यो ट्रिग्नोमेट्री चैप्टर जुन छ त्यसलाई हेर्नु होला, सुन्नु होला। अनि यो ट्रिग्नोमेट्री जुन छ यो 2082 सालमा नेपाल सरकारले के गरेछ, यसलाई चेन्ज गरिदिएछ। 81 को छुटै थियो, 82 मा परिमार्जित गरेर पुनर्मुद्रण गरेर नयाँ परिमार्जित गरेछ यसलाई। अब नयाँ हिसाबले ट्रिग्नोमेट्री पछाडीकै कुराहरु छ, तर अलि किताबलाई के गरेछ, परिमार्जित गरिदिएछ। त्यसलाई आज हामीहरुले बुझौं। स्टार्ट गरिरहेछौं। ट्रिग्नोमेट्री जुन छ, ट्रिग्नोमेट्री जसको नेपाली मिनिङ त्रिकोणमिति हो। त्रि भनेको के? 3। कोण मिन्स तपाईहरुलाई थाहै होला। अनि मिति भनेको नाप। 3 वटा कोणको नापको बारेमा, 3 वटा भुजाको बारेमा यो ट्रिग्नोमेट्री चैप्टर जुन छ त्यसमा डिस्कस गर्छ। त्योसँग रहेर रिलेटेड कुराहरु गर्ने गर्छ। यो 3 वटा कोण, जस्तै यो एउटा राइट एंगल ट्रायंगल छ भने यो ए बी र सी जुन छ, एबी जुन छ यो भुजा रहेछ। 3 वटा भुजा। बीसी पनि एउटा भुजा रहेछ, साइड जसलाई भन्छ। अनि एसी जुन छ त्यो पनि एउटा भुजा रहेछ। त 3 वटा भुजा र कोणको कुरा गर्दा एंगल ए त्यस्तै एंगल बी र एंगल सी, 3 वटा भुजा र 3 वटा कोण मिलाएर एउटा त्रिभुजको निर्माण। अनि त्यही त्रिभुजको बारेमा त्रिकोणमितिमा पढ्ने गर्छ। त आज हामीहरुले यो कोणको नाप जुन छ वा त्रिकोणमितिको फादर भनेर यो हिप्पाकर्स जुन छ त्यो व्यक्तिलाई चिन्ने गरिन्छ। हिप्पाकर्स भने वैज्ञानिक छ, व्यक्ति छ, त्यसलाई चिन्ने गर्छ हिप्पाकर्स। त्रिकोणमितिको बुबा भनेर हिप्पाकर्सलाई चिनिन्छ। किन चिनिन्छन्? किनभने उले सबभन्दा पहिला यो ट्रिग्नोमेट्री तलिका सार्वजनिक गरेका थिए, संकलन गरेका थिए। त्यही भएर यो फादर अफ ट्रिग्नोमेट्री भनेर हिप्पाकर्सलाई चिन्ने गरिन्छ। हिप्पाकर्स HIPPARCHUS हिप्पाकर्सलाई त्रिकोणमितिको बुबा भनेर चिन्ने गरिन्छ। ल यो त बेसिक कुराहरु थियो त्रिकोणमितिको बारेमा। अब यो कोणको आधारमा, कोणिक नापको आधारमा यसको 3 वटा पार्टहरु, 3 वटा। 1 नम्बरमा जुन रहेछ षट्दशांक पद्धति जसलाई भन्छ, षट्दशांक पद्धति। र 2 नम्बरमा जुन छ शतांशांक पद्धति जसलाई भन्छ। र 3 नम्बरमा यो वृत्तीय नाप पद्धति हुन्छ। वृत्तीय
नाप। तीनवटा मध्ये हामीहरूले आज षट दशांश र शतांश पद्धतिको बारेमा डिस्कस गर्छौँ। यो दुईवटाको बारेमा छलफल गर्छौँ। षट दशांश र शतांश पद्धति के हो त्यसको बारेमा हामीहरूले बुझौँ। पहिला यो षट दशांश जुन छ र शतांश जुन छ हामीहरूले डिफरेन्ट बिट्विन अन्तर्गत बुझौँ, इजी हुन्छ बुझ्नको लागि। हामीहरूलाई यो षट दशांश पद्धति जुन छ हामीहरूले यसलाई सजिलो इजी पार्नको लागि डिग्री भन्न सक्छौँ। डिग्री षट दशांश पद्धति जुन छ हामीहरूले बुझ्नको लागि सजिलो पार्नको लागि डिग्री बुझौँ, अनि शतांश जुन रहेछ त्यसलाई ग्रेड बुझौँ। ग्रेड किनभने यो षट दशांश पद्धतिमा यो समकोण त्रिभुजलाई एउटा राइट एंगल ट्रायंगल, यो राइट एंगल ट्रायंगल जुन छ राइट एंगल ट्रायंगल योलाई षट दशांश पद्धतिमा डिग्रीमा नाप्ने गरिन्छ र यसै समकोण त्रिभुजलाई शतांश पद्धतिमा यो शतांश पद्धतिमा ग्रेडमा नाप्ने गरिन्छ। ग्रेडमा त्यही भएर डिफरेन्ट बिट्विन जस्तो बुझ्यौँ हामीहरूले। षट दशांश पद्धति जुन छ यसलाई डिग्रीमा नाप्ने गरिन्छन् र शतांश पद्धति जुन छ त्यसलाई ग्रेडमा नाप्ने गरिन्छ। ग्रेडमा अब यसमा एउटा मानौ कि यो एउटा प्वाइन्ट छ, थोप्लो छ, अनि यो प्वाइन्टलाई स्टार्ट गरेर यहाँदेखि लिएर उले एक फङ्को जुन लगाउने गर्छ, एक राउन्ड कम्प्लिट गर्छ, एक राउन्ड, त यहाँदेखि यहाँसम्मको दूरी भनेको 360 डिग्रीको 360 डिग्रीको। त एक समकोण जुन हुन्छ, एक समकोण त्यो भनेको कति हो? यो 360 डिग्रीको 4 पार्ट डिभाइड गर्नु, 90 डिग्री जुन आउने गर्छ त्यो 90 डिग्रीलाई भन्छ एक समकोण। एक समकोण इक्वल टु 90 डिग्री। त्यही त्रिभुज यो एक समकोण भनेर यसमा डिस्कस गर्छ। त यो डिग्रीमा हुँदा यो के छ? षट दशांश पद्धतिमा डिग्री हो। त एक समकोण इक्वल टु एक समकोण इक्वल टु यसमा हुन्छ 90 डिग्री, अनि 1 मिनट, यो साइन जुन मैले दियो यो मिनटको साइन हो। 1 मिनट इक्वल टु सरी 1 डिग्री इक्वल टु 60 मिनट हुन्छ। 60 मिनट र 1 मिनट इक्वल टु 60 सेकेन्ड। यो मिनेटमा यो एउटा मात्र यो माथि पाइदिएको हुन्छ, यसलाई भन्छ मिनेट। जस्तै यस्तै लेखेछ, योलाई पढ्छौँ हामीहरूले 1 मिनट, 1 मिनट पढ्छौँ। अनि जस्तै 1 छ अनि यसमा दुईवटा माथि दिएछ भने हामीहरूले यसलाई भन्छौँ 1 सेकेन्ड, 1 सेकेन्ड भन्छौँ, 1 सेकेन्ड भन्छौँ। त षट दशांश पद्धतिमा डिग्रीमा नाप्ने गरिन्छ। त एक समकोण इक्वल टु 90 डिग्री, अनि 1 डिग्री इक्वल टु 60 मिनट, अनि 1 मिनट इक्वल टु 60 सेकेन्ड हुन्छ। यो 60 मिनट रहेछ अनि यो 60 सेकेन्ड रहेछ। यो थियो केमा? षट दशांश पद्धतिमा, जसलाई हामीले डिग्रीमा नाप्ने गर्छौँ। अब शतांश पद्धतिमा के छ हेरौँ। शतांश पद्धतिमा एक समकोण बराबर एक समकोण इक्वल टु 100 ग्रेड हुन्छ। 100 ग्रेड र 1 ग्रेड इक्वल टु 100 मिनट हुन्छ। यसमा 100 मिनट केमा?
शतसाङ्ग पद्धतिमा, जसलाई हामीहरूले ग्रेडमा नाप्ने गर्छौँ। त्यस्तै 1 मिनट इक्वल टु 100 सेकेन्ड, 100 मिनट 100 सेकेन्ड 100 सेकेन्ड केमा शतसाङ्ग पद्धतिमा। हामीहरूले के यो शतदशाङ्ग पद्धतिमा केमा नाप्ने गर्छौँ? डिग्रीमा। त 1 समकोण बराबर कति डिग्री हुन्छ? 90 डिग्री। त्यस्तै 1 डिग्री इक्वल टु कति मिनट? 60 मिनट। र 1 मिनट इक्वल टु कति सेकेन्ड? 60 सेकेन्ड। शतसाङ्गमा 1 समकोण बराबर 100 ग्रेड, 1 ग्रेड इक्वल टु 100 मिनट र 1 मिनट इक्वल टु 60 सेकेन्ड। यसको माध्यमले हामीहरूले यो अभ्यासमा दिएका प्रश्नहरूको बारेमा डिस्कस गर्छौँ, छलफल गर्छौँ। म तिमीहरूलाई सिकाउँछु 1 नम्बरको कसरी बनाउने, 2 नम्बरको कसरी बनाउने। र अब शतदशाङ्ग पद्धति दिएको हुन्छ, शतसाङ्ग पद्धतिमा भन्छ निकाल्नको लागि। यसको लागि हामीहरूलाई इक्वेसन बनाउनु पर्छ। हेर्नु त, यहाँ 90 डिग्री इक्वल टु हुन्छ के 100 ग्रेड। 90 डिग्री जुन छ 100 ग्रेडसँग के छ? इक्वल छ, बराबर छ। त 1 डिग्री बराबर कति ग्रेडमा भइहाल्छ? 100/90 अनि पुरैको ग्रेडमा लाग्नु छ। 0 ले 0 क्यान्सल गर्नु। देयरफोर 1 डिग्री इक्वल टु कति ग्रेडमा आउँछ त? 10/9 ग्रेड। 1 डिग्री इक्वल टु 10/9 ग्रेड। त्यस्तै हामीहरूले 100 ग्रेड इक्वल टु जस्ट यसको अपोजिट गर्नु। 100 ग्रेड इक्वल टु 90 डिग्री हुन्छ। त 1 ग्रेड इक्वल टु 90/100 यो केमा लगेछ? डिग्रीमा लाग्दा। देयरफोर 1 ग्रेड इक्वल टु 0 ले 0 लाई क्यान्सल गर्नु त 9/10 डिग्री। भनेको जब हामीलाई डिग्रीमा दिएको हुन्छ अनि त्योलाई भन्छ ग्रेडमा लाग्नको लागि त 10/9 ले डिभाइड गर्ने, र ग्रेडमा दिएको हुन्छ त्योलाई डिग्रीमा भन्छ लाग्नको लागि त 9/10 ले के गर्ने? मल्टिप्लाई गर्ने। यति कुराहरू। ल अब हामीहरूले अभ्यासमा गइरहेछौँ। ट्रिग्नोमेट्री भन्ने च्याप्टरको अभ्यासमा। ल यहाँ दिएछ अभ्यास 2.1 मा 1 नम्बरमा खाली ठाउँ भर्नुहोस्। खाली ठाउँ भर्नुहोस्। क नम्बरमा दिएछ 1 समकोण डिग्री भनेको मैले तिमीहरूलाई भन्यो, डिग्री भनेको शतदशाङ्ग पद्धति, सेक्साडेसिमल भन्छ त्यो। त 1 समकोण इक्वल टु डिग्रीमा कति हुन्छ? अहिले नै भन्यो मैले, 90 डिग्री हुन्छ। त्यस्तै 1 समकोण अब ग्रेडमा, ग्रेड भनेको कसको हो? शतसाङ्गको। यति मात्र याद राख्नु, ग्रेड भनेको शतसाङ्ग अनि डिग्री भनेको शतदशाङ्ग पद्धति। त 1 समकोण इक्वल टु ग्रेडमा कति हुन्छ? 100 ग्रेड। त्यस्तै यो 2 समकोण दिएछ। जब 1 समकोण बराबर 100 ग्रेड छ भने 2 समकोण इक्वल टु कति? 100 लाई 2 ले मल्टिप्लाई गरिदिनु। 200 भनेको 200 ग्रेड। यो ग्रेडको साइन दिएकै छ, म यता दिइरहेको छैन, यताले खाइहाल्यो। ल नदिँदा पनि हुन्छ। अब इङ्ग्लिसमा छ भने दिँदा हुन्छ, दिदेऊ। यो नेपालीमा लेखेछ। त्यस्तै अब भनेछ 200 ग्रेड। यो 2 समकोणको केमा लाग्नु थियो? ग्रेडमा। त 1 समकोण बराबर 100 ग्रेड। त 2 समकोण इक्वल टु 200 ग्रेड। अब 200 ग्रेडलाई डिग्रीमा लाग्नु छ। त हामीहरूले इक्वेसनमा के पढ्यो कि 200 ग्रेड छ, 100 ग्रेड इक्वल टु 90 डिग्री पढ्यो। 90 डिग्री।
त 200 ग्रेड इक्वल टू यो 2 गुना छ 19 लाई 2 ले मल्टिप्लाई गर्दा कति आयो त 180 डिग्री आउँछ भनेको 200 ग्रेड इक्वल टू 180 डिग्री। र अब हेर्नु त हामीहरुले जुन इक्वेसन पढेको थियो त्यसको काम लाग्यो। अंक नम्बरमा दिएछ कि 1 डिग्री इक्वल टू ग्रेडमा कति हुन्छ 1 डिग्री इक्वल टू ग्रेडमा कति हुन्छ हेर्नु त हामीहरुले यहाँ गरेका थियौ कि 1 डिग्री इक्वल टू ग्रेडमा कति दिएछ 10/9 ग्रेड दिएछ अनि त्यही हामीहरुले यहाँ लेखिदिने 10/9 ग्रेड भइहाल्यो। त्यस्तै 1 ग्रेड बराबर डिग्रीमा कति पर्यो हामीहरुले जस्ट यसको उल्टा गरिदिनु 9 लाई माथि लग्नु अनि 10 लाई तल ल्याउनु भनेको 9 जुन छ डिनोमिनेटर जुन छ त्यसलाई नमिनेटर गरिदिनु र नमिनेटरलाई डिनोमिनेटर गरिदिनु 9/10 गरिदिनु जस्ट अपोजिट भइहाल्यो। 1 नम्बरको यति सजिलो थियो हामीहरुले 1 नम्बरको गर्यौ। अब 2 नम्बरमा दिएछ 60 दशसांक पद्धतिको सेकेन्डमा बदल्नुहोस् 60 दशसांक पद्धतिको सेकेन्डमा बदल्नुहोस्। अब त मलाई यो कपीमा गर्नु पर्यो हेर्नु त एउटा म गरिरहेको छु यही गरिदिरहेको छु 2 नम्बरको यो क नम्बरमा दिएछ 35 यो के को साइन हो मिनेटको दुईटा हुँदा केमा हुन्छ सेकेन्डमा मैले भने थियो हेर्नु एउटा साइन दिएछ माथि भने मिनेट दुईटा दिएछ भने सेकेन्डमा। अब हेर्नु त 35 मिनेटलाई कुन पद्धति दिएछ यहाँ 60 दशसांक पद्धति दिएछ 60 दशसांक पद्धति 60 दशसांक पद्धतिमा के थियो कि 60 सेकेन्ड थियो 1 मिनेटमा। त हेर्नु त समाधान लेख्नु त यहाँ दिएको कति छ 35 मिनट 60 दशसांकमा 1 डिग्री इक्वल टू कति मिनेट थियो 60 मिनेट। त यो सेकेन्डमा बदल्नु छ 35 मिनट दिएछ त लेखौ त 1 मिनेट इक्वल टू 60 सेकेन्ड यो साइन सेकेन्डको हो देयरफोर 35 मिनट इक्वल टू 35 × 60 सेकेन्ड 35 × 60 गर्नु त कति आउँछ ल हेर्नु त 35 × 60 2100 सेकेन्ड आयो 2100 सेकेन्ड आयो यही नै हाम्रो एन्सर भइहाल्यो 1 को कमा। अब एउटा अझै म गरिदिइरहेछु यो क को गरियो। अब म 2 नम्बरकै 2 कै 6 नम्बर गरिदिइरहेछु 2 को 6 मा हेर्नु त 55 डिग्री दिएछ 56 मिनट दिएछ र 28 सेकेन्ड दिएछ। ल योलाई म कन्भर्ट गरेको छु छिटो छिटो गरेर समाधान यहाँ दिएका कुराहरू के छ 55 डिग्री 56 मिनट 28 सेकेन्ड। अब 1 डिग्री इक्वल टू 60 मिनट हुन्छ त्यस्तै 1 मिनट इक्वल टू 60 सेकेन्ड हुन्छ। अब 55 डिग्री दिएछ त्योलाई सेकेन्डमा लाग्नको लागि 55 लाई 60 ले मल्टिप्लाई गर्नु यो केमा गयो मिनेटमा। अब फेरि यसलाई 60 ले मल्टिप्लाई गर्नु किन 55 लाई 60 ले मल्टिप्लाई गर्दा यो कहाँ गयो त मिनेटमा। अब मिनेटलाई फेरि केमा लाग्नु पर्यो सेकेन्डमा फेरि 60 ले मल्टिप्लाई गर्नु प्लस दिनु 56 × 16 गर्नु
किन यो मिनेटमा दिएछ 56 मिनेट दिएछ यसलाई सेकेन्डमा लाग्नुपर्छ 60 ले मैले के गरेँ मल्टिप्लाई गरेँ प्लस 28 दिएछ यो 28 सेकेन्ड दिएकै छ यसलाई त्यस्तै रहन दिनु ब्र्याकेट दिइहाल्नु अनि यसको माथितिर सेकेन्डको साइन जनाइहाल्नु ल हेर्नु त अब हामीहरूले मल्टिप्लाई गर्नु 55 लाई 66 ले मल्टिप्लाई गर्दा 60 लाई मल्टिप्लाई गर्दा कति आयो 3600 प्लस 56 लाई 60 ले मल्टिप्लाई गर्नु 56 लाई 56 लाई 60 ले मल्टिप्लाई गर्नु 3360 3360 प्लस 28 को 28 रहन दिनु एकचोटि अझै गर्नु 55 लाई 55 लाई 3600 ले मल्टिप्लाई गर्नु यो कति आयो त 19,000 1,98,000 आयो 1,98,000 प्लस 3,360 प्लस 28 अब सबैलाई एड गर्नु त 1,98,000 प्लस 3360 प्लस 28 2,01,388 2,01,388 सेकेन्ड यही नै हाम्रो राइट आन्सर हो 2 को 6 नंबर को ल अब हामीहरूले 2 को क नम्बर र च नम्बर गरियो यस्तै हिसाबहरु छ तपाईहरुले ल त यो 3 नम्बर 2 नम्बर को त भइहाल्यो 1 को गरियो हामीहरूले 3 नम्बरमा यो 3 नम्बरमा भनेछ षट दशांश पद्धति र शतशांश पद्धतिको परिभाषा गर्दैछको प्रयोग कहाँ गरिन्छ रूपान्तरण कसरी गरिन्छ उदाहरण सहित लेख्नुहोस् यो रूपान्तरण त यो हिसाबले गरिन्छ मैले सम्झाइ नै दियो अगाडि नै परिभाषा किताबमा दिएछ तपाईहरुले त्यहाँबाट लेख्नु होला नत्र के हुन्छ कि यो भिडियोमा समय बढी लागिहाल्छ त्यही भएर तपाईहरुलाई किताबबाट खोज्नुस् त्यहाँ दिएछ अनि लेखिहाल्नु हुँदैन भने कमेन्ट बक्समा भनिदिनु होला म गरिदिन्छु ल अब हामीहरु 4 नम्बरतिर जान्छौं 4 नम्बरमा रहेछ षट दशांश पद्धतिमा बदल्नुहोस् मैले पटक एउटै कुरा भनिरहेको छु षट दशांश भनेको डिग्री शतशांश भनेको ग्रेड यति कुरा याद राख्नु षट दशांश जुन छ त्यो डिग्री रहेछ अनि शतशांश जुन रहेछ त्यो के रहेछ ग्रेड रहेछ यो कुराहरुलाई ध्यान राख्नु ल म एउटा 4 नम्बरको गरिरहेको छु 4 को एउटा कुनै गरिदिरहेको छु म तपाईहरुले आफै गर्नु होला 4 को म गरिरहेको छु एउटा ल हेर्नु त 4 नम्बरको म गरिरहेको छु अब यो सक्यो उता जानु पर्यो 4 को म गरिदिन्छु एउटा अनि यसै हिसाबले तपाईहरुले यो 2 को मैले जुन बनाए नि 2 नम्बरको षट दशांश पद्धतिमा लेख्नु थियो सेकेन्डमा त्यो तपाईहरुले आफै अब गर्नु होला यस्तै छ अनि अब म के गर्छु 4 नम्बरको बनाउँछु 2 नम्बरको तपाईहरुले त्यस्तै गर्नु होला ल हेर्नु त 4 नम्बरमा के थियो षट दशांश पद्धतिमा बदल्नुहोस् क नम्बरमा दिएछ 4 को क मा यो पद्धति जुन छ षट दशांश षट दशांश पद्धति अब ल हेर्नु त क नम्बरमा दिएछ डिग्री के बुझ्ने हामीहरु डिग्री षट दशांश मीन्स डिग्री ल यो क नम्बरमा दिएछ 30 ग्रेड 45
मिनट र 30 सेकेन्ड दिएछ। सरी यो मिस्टेक भइहाल्यो। क नम्बर यो 30 ग्रेड 20 मिनट 10 सेकेन्ड दिएछ। ल यो त बुझ्यो होला नि तपाईहरुले, यो मिनेटको साइन हो, यो सेकेन्डको साइन हो। ल अब हामीहरु गरिरहेछौँ। यो नयाँ किताब हिसाबले के गरिदिएछ कि ग्रेड जुन छ नि, यो मिनेट जुन छ, यो सेकेन्ड जुन छ, यो नयाँ किताबको हिसाबले 2082 को हिसाबले परिमार्जित गरेर के गरेछ कि सबभन्दा पहिला यो मिनेट र सेकेन्डलाई केमा ग्रेडमा लगेछ। आ ग्रेडमा लगेपछि त्योलाई डिग्रीमा लगिरहेछ। आ डिग्रीमा लगेपछि पोइन्ट भन्दा उताको संख्या जुन छ त्योलाई 60 ले फेरि 60 ले मल्टिप्लाई गरेर फेरि उ सेकेन्डमा पनि लगिरहेछ। तर यो भन्दा पहिलाको 2078 मा परिमार्जित जुन थियो 81 सम्म चल्यो, 2081 सम्म, त यसमा के थियो कि यदि 90 ग्रेड दिएछ भने 90 ग्रेड त्योलाई एकैचोटी के छ 90 100 ग्रेड दिएछ अनि त्योलाई एकैचोटी हामीहरुले 90 डिग्री लेख्न मिल्ने। तर यहाँ के गरेछ कि ग्रेडमा दिएछ, आ पोइन्टमा आइरहेछ भने पोइन्टमा नलेखिकन त्यो सेकेन्डमा कति हुन्छ, मिनेटमा कति हुन्छ त्यो गर्नु भनिरहेछ यो नयाँ किताबको हिसाबले। त्यही गरिरहेछौँ हामीहरुले। ल स्टेप बाइ स्टेप हेर्नु त। यो 30 ग्रेड 20 सेकेन्ड 10 सेकेन्डलाई पहिला केमा लाग्नु पर्यो, ग्रेडमा। त अब 30 ग्रेड छ प्लस गरिहालौँ। अब यो 20 लाई 100 ले डिभाइड गरौ। किन गरौ? ल यता हेर्नु, यो 1 ग्रेड बराबर कति मिनट हामीहरुले पढ्यौ, 100 मिनट। त अब यो 20 मिनटलाई केमा लाग्नु छ, ग्रेडमा। त हामीहरुले 100 ले के गर्यो, डिभाइड गर्यो। त्यस्तै प्लस यो 10/100 इन्टु 100 यो किन गरियो हेर्नु। हामीहरुले पढ्यो कि 1 मिनेट इक्वल टु 100 सेकेन्ड, 1 मिनट इक्वल टु 100 सेकेन्ड। त यहाँ 10 मिनट दिए 10 सेकेन्ड दिएछ। त 10 सेकेन्डलाई केमा लाग्नु पर्यो, मिनेटमा। अब फेरि त्यो मिनेटलाई केमा लाग्नु पर्यो, ग्रेडमा। त्यही भएर यो 100 ले डिभाइड गर्दा कहाँ गयो, मिनेटमा गयो। अब फेरि मिनेटलाई 100 ले डिभाइड गर्दा कहाँ गयो, त्यो ग्रेडमा गयो। त्यही भएर हामीले 10/100 इन्टु 100 गर्यो। ल यो ग्रेडमा गइरहेछ। ल हेर्नु त, 30 ग्रेडको 30 ग्रेड प्लस 20 ग्रेड बाई 200 छ, डिभाइड गर्नु। 0 ले एउटा 0 कट्छ अनि 2 लाई 10 ले डिभाइड गर्दा 0.2 आउँछ। यो ग्रेडमा भइहाल्यो। प्लस यहाँ 10/100 इन्टु 100 गर्दा कति, 10,000। अब एउटा 0 ले एउटा 0 लाई क्यान्सल गर्नु। त 30 ग्रेड प्लस 0.2 ग्रेड प्लस यो कति आइहाल्छ, 0.01 त्यति आउँछ। ल हेर्नु त, यो 1 लाई कतिले 1000 ले डिभाइड गरौँ, 0.01 आउँछ। 0.01 ग्रेड। अब एड गरौँ त सबैलाई। 0.01 प्लस 0.2 प्लस 30 30.201 आउँछ। 30.201 ग्रेड। अब यो ग्रेडलाई डिग्रीमा कन्भर्ट गर्नु छ। अब यो ग्रेडलाई डिग्रीमा कन्भर्ट गर्दा अब
1 यो केमा दिएछ ग्रेडमा, लग्नु छ केमा डिग्रीमा। त 1 ग्रेड इक्वल टु 9/10 डिग्री। हामीहरूले क्वेसनमा पढेको थियौ। देयरफोर 30.201 ग्रेड इक्वल टु 9/10 इंटू 30.201 ग्रेड। सॉरी, अब तो यो डिग्री में गइरहेछ डिग्री। अब यो मल्टिप्लाई गर्नु डिभाइड गर्नु 10 गर्छ, मल्टिप्लाई नै गरिरहेछु। अब हेर्नु त 9 इंटू 30.201 ले मल्टिप्लाई गर्नु 271.809 आउँछ। 271.809 डिभाइड गर्नु 10 ले। यहाँ काटे छैन, यो काटे छैन। अब 10 ले डिभाइड गर्दा यो आउँछ 27.1809। केमा आयो डिग्रीमा। अब यो नयाँ किताब हिसाब, यो किताबलाई परिमार्जित गरे हिसाबले के गरिदिएछ कि यो पॉइंट पछिको संख्यालाई मिनेटमा सेकेन्डमा लगिरहेछ र यो संख्या भनेको डिग्रीमै रहन्छ। यो 27 को 27 डिग्री राख्यो। अब के गरेछ 20 यहाँ म गरिदिन्छु 27.1809 बाट 27 माइनस गरिरहेछ। त यो जस्ताको त्यस्तै राखिदिरहेछ। अनि यहाँ के गरिरहेछ 0 बनाइरहेछ। 0 त्यही गरेछ कि 27 डिग्री भयो। अब यो 0.1809 लाई अब के गरेछ यसमा यो पोइन्टमा छ त पुरानो किताबमा यो भन्दा पछिल्ला किताबमा के थियो कि यति नै आन्सर थियो, पोइन्टमा आन्सर थियो। तर यो किताबमा के गरेछ परिमार्जित गरेर अब योलाई मिनेटमा सेकेन्डमा कन्भर्ट गर्न लगाएछ। योलाई मिनेटमा सेकेन्डमा कन्भर्ट गर्न लगाएछ। तर यो भन्दा पछिल्ला किताबमा के थियो कि यति नै आन्सर राखेको थियो। अब यति ग्रेड दिएछ, यसको डिग्रीमा कति हुन्छ त यति हुन्छ 27.1809 हुन्छ। अब यो नयाँ हिसाबले गरेको छ। यसलाई अब लगिरहेछ कहाँ मिनेटमा, फेरि मिनेटलाई लगिरहेछ सेकेन्डमा। त 0.1809 लाई 60 ले मल्टिप्लाई गरौँ। किन हामीहरूले पढ्यौ कि 90 डिग्री सरी 1 समकोण, एक समकोण इक्वल टु 90 डिग्री थियो एक समकोण। फेरि 1 डिग्री इक्वल टु 60 मिनट थियो। 1 मिनट इक्वल टु 60 सेकेन्ड थियो। त अब यही गरेछ यसलाई। अब योलाई के भनेछ कि अब यो भइहाल्यो डिग्रीमा छँदैछ पोइन्टमा। अब यसलाई लगिरहेछ मिनेटमा। त अब यतिले 60 ले मल्टिप्लाई गरिरहेछ त 27 डिग्री। फेरि यो 0.18 माइनस गरौँ यसबाट 27 यो 0.1809 लाई 60 ले मल्टिप्लाई गरिरहेछ। त आइरहेछ कति आइरहेछ यहाँ 10.854। यो केमा आएछ मिनेटमा आएछ। यो मिनेटमा आएछ। मिनेटमा 60 ले मल्टिप्लाई गरिरहेछ भनेको यो केमा आएछ मिनेटमा आएछ। अब यो 10.854 बाट 10 माइनस गरिरहेछ अनि फेरि 0.854 गरिरहेछ उसले। अब यसलाई भनिरहेछ कि सेकेन्डमा लग्नुहोस्। अब यो
लाई भनिरहेछ सेकेन्डमा लाग्नुहोस् त भनेको यो 10 कति आइहाल्यो मिनेट बाँकी फेरि भइहाल्यो 0.854 इन्टु 16 अब यो मिनेट छ कुन यसलाई अब सेकेन्डमा लगाउन भनिरहेछ त फेरि माइनस गरिदिनु 10 अब यतिलाई फेरि 60 ले मल्टिप्लाई गरिरहेछ अनि त्यसपछि बल्ल पुगिरहेछ 27 डिग्री 10 मिनट अनि 51.24 सेकेन्ड यस्तो दिएछ। यो भन्दा पहिला यतिमै एन्सर पुग्थ्यो। यो भन्दा पहिलाको शब्द यो के भन्थ्यो परिमार्जित नभएको बेला, तर परिमार्जित गरे अनुसार अब हेर्नु यो 30 ग्रेड 30 ग्रेड 20 मिनट 10 सेकेन्डलाई यो डिग्रीमा लाग्दा पनि मिनेटमै हुनु पर्यो सेकेन्डमै हुनु पर्यो। त्यो नयाँ परिमार्जित गरेछ। नयाँ भनेको नौलो भनेको यदि त्यो 30 ग्रेड 20 मिनट र 10 सेकेन्ड छ भने डिग्रीमा लाग्नको लागि उसले भनिरहेछ यो पनि यस्तै हुनु पर्यो मिनेटै सेकेन्डमै हुनु पर्यो। त हामीहरुको एन्सर जुन आयो 27 डिग्री 10 मिनट र 51.24 सेकेन्ड। त यो यदि ग्रेडमा थियो मिनेटमा थियो सेकेन्डमा थियो भने यो पनि मिनेटमा डिग्रीमा सेकेन्डमा हुनु पर्यो। नयाँ परिमार्जित अनुसार यो भनिरहेछ किताबले। त्यो त अब हामीहरुलाई गर्नु पर्यो। यसको विकल्प के छ? विकल्प यही छ कि हामीहरुलाई यो गर्नु पर्छ। विकल्प कुनै छैन। नयाँ परिमार्जित हिसाबले यस्तै गर्नु पर्छ। ल अब 4 को मैले एउटा गरियो यही हिसाबले तपाईहरुले अर्को हिसाबहरु गर्ने। ल म तपाईहरुलाई 4 को घ नम्बर भन्न गइरहेको छु। छिटो छिटो धेरै लम्बी आइरहेछ भिडियो, अब छिटो छिटो गरौँ। घ नम्बरमा दिएछ 30 ग्रेड 12 मिनट। समाधान लेखौ। यहाँ 30 ग्रेड 12 मिनटलाई हामीले पहिला ग्रेडमा लगाऊ। त 30 ग्रेड को 30 ग्रेड प्लस 12/100 गरियो। किन 12/100 गरियो? यो मिनेटमा छ, योलाई ग्रेडमा लाग्नु छ, त्यही भएर अब 30 ग्रेड प्लस डिभाइड गर्दा यो आउँछ 0.12 आउँछ। हेर्नु त त्यति नै आइरहेछ नि। 12 डिभाइड 100 0.12 आयो। अब 0.12 लाई एड गर्नु। 30 ग्रेडमा 0.12 एक ग्रेड एड गर्दा 30.12 ग्रेड आउँछ। अब 30.12 ग्रेड जुन छ यसलाई हामीहरुलाई डिग्रीमा लाग्नु छ। त 1 ग्रेड इक्वल टु 9/10 डिग्री। देयरफोर 30.12 ग्रेड इक्वल टु 9/10 इन्टु 30.12 केमा लागिरहेछ यो डिग्रीमा। मल्टिप्लाई गर्नु। 9 इन्टु 30.12 271.08 271.08 बाई 10 गर्नु। कति आउँछ? 27.108 आउँछ। डिभाइड 10 गर्दा हो 27.108 आयो। यो केमा छ? डिग्रीमा छ। अब योलाई के गर्नु? 27 को 27 राख्नु। 0.108 लाई 60 ले के गर्नु? मल्टिप्लाई गर्नु। 27 डिग्री भइहाल्यो यो। अब माइनस 27 गर्नु इन्टु अब 60 गर्नु। 6.48 आयो। 6.48
0.48 आइरहेछ यो मिनेटमा छ। तो 27 डिग्री तो 6 मिनट भयो 0.48 छ। अब फेरि यसलाई 60 ले मल्टिप्लाई गर्नु 27 डिग्री 6 मिनट माइनस गर्नु 6 0.48 इन्टु 60 गर्नु 28.8। यही नै हाम्रो राइट एन्सर भनेको 30 ग्रेड 12 मिनटलाई 30 ग्रेड 12 मिनटलाई डिग्रीमा लग्नको लागि भन्छ भने 27 डिग्री 6 मिनट 28.8 सेकेन्ड हुन्छ। यो 6 छ 6 छ ल। यस्तै तपाईहरुले गर्नु होला। अब हामीहरुले गर्छौं 5 नम्बरको 5 को कति नम्बर गरिदेऊ ख नम्बर गरिरहेको छु। 5 को ख नम्बर गरिरहेको छु। 5 को ख नम्बरमा प्रश्न रहेछ 30 डिग्री 15 मिनट 15 सेकेन्ड। हेर्नु होला यहाँ दिएछ 30 डिग्री 15 मिनट 15 सेकेन्ड। सदासाङ ग्रेड। सदासाङ भनेको के हो? ग्रेड। ल एकैचोटी म छिटो छिटो अब गरिरहेको छु समाधान। यो पहिला त हामीहरुलाई के गर्नु पर्यो? डिग्री छ, डिग्रीलाई केमा लाग्नु पर्यो? यो मिनेटलाई डिग्रीमा लाग्नु पर्यो। त 30 डिग्री छ अब प्लस गरिदेऊ। अब 15 लाई 60 ले डिभाइड गरिदेऊ। 60 ले किन डिभाइड गरियो? कि 1 मिनेट यो 1 डिग्री इक्वल टु 60 मिनेट हुन्छ। कहाँ गयो? डिग्रीमा। प्लस 15 लाई 60 इन्टु 60 ले डिभाइड गरिदिनु। किन गर्नुभयो? 1 मिनेट बराबर 60 डिग्री सरी 1 मिनेट बराबर 60 सेकेन्ड भएकाले अब 30 डिग्री प्लस डिभाइड गर्नु त यो कति हो? 15 लाई 60 ले 15 डिभाइड 60 0.25 डिग्री प्लस यो 15 लाई 3600 ले डिभाइड गर्नु। 15 लाई 3600 ले डिभाइड गर्नु 0.004 आउँछ। 0.004 डिग्रीमा छ। सबैलाई एड गर्नु प्लस 0.25 प्लस 30 30.254 30.254 यो सबै केमा आयो? डिग्रीमा। अब डिग्रीमा आएपछि यसलाई लाग्नु छ केमा? ग्रेडमा। ग्रेडमा लाग्नु छ भने 1 डिग्री इक्वल टु 10/9 ग्रेडमा लाग्दा। अब देयरफोर 30.254 डिग्री इक्वल टु 10/9 इन्टु 30.254 केमा लागिरहेछ? ग्रेडमा। हेर्नु त मल्टिप्लाई गर्नु। यतिलाई 10 ले मल्टिप्लाई गर्दा 302.541666 पोइन्टमा आइरहेछ। ल अब यतिलाई 9 ले डिभाइड गर्नु। डिभाइड 9 33.6157 33.6157 अरू संख्याहरू छ। ल अब यो केमा आइहालेछ? ग्रेडमा। त्यस्तै जुन 4 नम्बरको सम्झायो नि त्यस्तै यो पनि छ। अब 33 ले राखौ ग्रेडमा अनि पोइन्टमा राखेर 0.6157 इन्टु 16 गर। यो 16 न 100 गर्नु। यहाँ 100 ले गर्ने। मिनेट भनेको 100 हो। ग्रेडको मिनेट भनेको 100 हो। अब माइनस गर्नु 33 जति आउँछ त्यतिलाई 100 ले मल्टिप्लाई गर्नु 61 point समथिङ आइरहेछ। 33 ग्रेड। अब 61 लेख्नु। अब पोइन्ट समथिङ छ हेर्नु 61.574 फला चिला छ। यो मिनेटमा आयो। अब 0.5
7 4 लाई फेरि अब 100 ले मल्टिप्लाई गर्नु 33 ग्रेड 61 मिनट अब 0.54 माइनस 61 गर्नु आई इन्टु गरिहाल्नु 100 फेरि 57.40 सेकेन्ड यही नै यसको एन्सर भइहाल्यो। बुझ्नुभयो ल छिटो छिटो गर्दा यति छिटो अरु कुनै गर्नु पर्यो 5 नम्बरको हेर्नु 5 नम्बरको सबै यस्तै छ डिग्रीमा छ डिग्रीमा छ डिग्रीमा छ डिग्रीमा छ डिग्रीमा छ मिनेट डिग्री सिएम यस्तै हो यस्तै गर्ने तपाईहरु ढुक्क भएर भइहाल्छ। यो 4 नम्बरमा अलि ग्रेडमा थियो अनि यो मिनेटमा थियो अब कसरी हुन्छ त्यो सरले भन्नु भएन त्यही भएर मैले बताइदिए ल। यो फेरि सेकेन्डमा दिएछ तपाईहरुले के गर्ने योलाई 15/100 इन्टु 100 गर्ने ल। अब हामीहरुले गर्छौं कति नम्बरको 6 नम्बरको 5 नम्बरको यस्तै ढुक्क भएर तपाईहरुले गर्ने 6 नम्बरको गरिरहेछौं 6 नम्बरको हेर्नु त 6 को कुन गरिदेऊ 6 को ग नम्बर गरिरहेछु 130 ग्रेड दिएछ 6 को ग मा 130 ग्रेड दिएछ ल समाधान गरिरहेछौ यहाँ 130 ग्रेड दिएको छ डिग्रीमा लाग्नु छ त 1 ग्रेड इक्वल टु हामीहरुले के पढेछौ 9/10 डिग्रीमा therefore 130 ग्रेड इक्वल टु 9/10 इन्टु 130 0 ले 0 क्यान्सल हुन्छ 13 नमा कति हुन्छ थाहा छ 127 डिग्री यही नै राइट एन्सर हो। सबैलाई तपाईहरुले त्यस्तै गर्नु होला 7 नम्बरको यो सबै यस्तै छ तपाईहरुले गर्नु होला 7 नम्बरको ग्रेड दिएछ ग्रेडमा बदल्नुहोस् ग्रेडमा बदल्नु छ 7 नम्बरको 6 नम्बरको थियो डिग्रीमा 7 नम्बरको ग्रेडमा दिएछ हेर्नु कति दिएछ कुन गरिदेऊ एउटा ल यसमा दुईटा गरिदिन्छु म एउटा क गरिरहेछु पहिला 50 ग्रेड रहेछ 40 मिनेट अनि 8 सेकेन्ड रहेछ योलाई ग्रेडैमा लाग्नु छ अनि यति आयो अब त्यसपछि के गर्ने यसलाई ग्रेडमा लाग्नु छ त 50 ग्रेडको 50 ग्रेड रहन देऊ अनि 50 ग्रेड छ आ प्लस को चिन्ह दिदेऊ आ 40 मिनेट रहेछ कतिले डिभाइड गर्ने 100 ले डिभाइड गर्ने प्लस यो 8 छ त 100 इन्टु 100 गरिहाल्नु यो पनि कतिमा गइहाल्छ ग्रेडमा लेख्नु त 50 ग्रेड प्लस 0 ले 0 क्यान्सल कति आउँछ 0.4 प्लस अब यो लाई गर्दा कति आउँछ 8 डिभाइड 10,000 0.0008 आउँछ 0.0008 आउँछ यो सबै के छ ग्रेडमा छ एड गरिदिनु 50 ग्रेडमा 50 ग्रेड प्लस 0.4 प्लस 50.4008 ग्रेड यही नै यसको राइट एन्सर बुझ्नु भयो त ल यसमा के थियो 130 ग्रेड थियो 130 ग्रेडलाई केमा लाग्नु थियो डिग्रीमा त 1 ग्रेड इक्वल टु 9/10 डिग्री हुन्छ therefore 130 ग्रेड इक्वल टु 9/10 इन्टु 130 0 ले 0 क्यान्सल थियो 13 नमा कति 127 सरी 13 नमा 117 हुन्छ है 127 लेखाएको थियो 117 हुन्छ ल अलि हतारमा यस्तो भइहाल्यो ल त यस्तै गरेर तपाईहरुले बनाउने यो 37 ग्रेड दिएछ आ यो केमा छ मिनेटमा छ त तपाईहरुले के गर्ने यसलाई 50/100 गरिदिने किन यो 1 ग्रेड इक्वल टु 100 मिनेट हुन्छ त 50 मिनेटलाई केमा लाग्नु छ ग्रेडमा लाग्नु छ त्यही भएर डिभाइड गरिदिने अनि एड गर्ने त्यति नै आन्सर आउँछ। ओभरअल हामीहरुले यसमा दुईवटा कुरा यो षट दशा साङ्ग पद्धति
अनि शतसाङ्ग पद्धति। षट्दशाङ्ग पद्धति भनेको के थियो, डिग्रीमा थियो, अनि शतसाङ्ग पद्धति भनेको ग्रेडमा थियो। यस्तै गरेर मैले यो कति नम्बर 7 नम्बरसम्म सल्भ गरियो। तपाईहरुले गर्ने जुन गाह्रो लाग्छ त्यो कमेन्टमा भन्ने। लास्टमा तपाईहरुलाई यदि मैले बुझाएको कुराहरु राम्ररी बुझिरहेछौ, इजी लागिरहेछ भने च्यानललाई सब्स्क्राइब गरिदिनु होला, लाइक गरिदिनु होला, साथीसँग शेयर गरिदिनु होला। ल यति नै।